ठाडो गर्दा राम्रो आउँदैन विवेक दाइ तपाईँलाई एउटा कविता होइन कविता खासै राम्रो चाहिँ छैन मलाई हिजो जोस चलेर लेखेको ल कविताको शीर्षक छ कविताको शीर्षक छ विदेशी साथी शिक्षा छ कविताभित्र विदेशी भइसक्यो कविताभित्र शिक्षा छ कविताभित्र शिक्षा छ त्यही भएर विदेशी साथी ल ल हिजोसम्म सँगै हिँडेको साथी आज विदेश जाँदैछ खै के भनौँ रहर कि बाध्यता तर उसको भिसा आइसकेछ त्यो वर्षौँसम्म सँगैको साथी जाँदा खुसी छु या दुखी थाहा छैन साथी खुसी छ देशको हालतबारे बोलिरहनेले देश छोड्ने भयो किन यस्तो भन्न सकिन त्यो सायद कहिल्यै बिर्सने छैन त्यो दिन कहिल्यै भुल्ने छैन कुराकानी छोटिएला सम्बन्ध टाढिएला तर हराउने छैन बिर्सिनुहोस् यार म भन्दै भन्दिनँ सिरियस भएर गर न यार कस्तो त्यो बन्द गरौँ त अर्को